साथीहरू गाउँले जीवन गाह्रो छ हेर्नु न यस्तो ठाउँमा चाहिँ ओटी लगाइरहेको छु म चाहिँ अहिले हेरिहाल्नुहोस् पानी परेर साँच्चै छैन पानी भन्दा नि यो हेर्नु न मसिनो असिना क्या यो पहिला पहिला बाजे बजेहरूले भन्नुहुन्थ्यो क्या यो चाहिँ हिउँको यो चाहिँ दसना भन्थ्यो यो झरेपछि हिउँ झर्छ अरे भन्नुहुन्थ्यो पहिला पहिला बाजे बजेहरूले त्यसैले चाहिँ यो झरेपछि चाहिँ हिउँ झर्छ भन्ने चाहिँ भन्नुभएको थियो त्यही भएर चाहिँ मैले भनिरहेको छु सन्तोषमा अब चाहिँ हिउँ पऱ्यो किनकि यता कस्तो चाहिँ झरिरहेको छ हेर्नु न यी अहिले नै आइरहेछ म चाहिँ यी जङ्गलको बिचमा बसिरहेको छु अब घर कसरी अब भारी पुऱ्याएर जानेछौ साथीहरू हेर्नु सानो भन्दा यहाँ ओह्रालो माथि बसिरहेको छु लगाइरहेको छु ओरान सोरान केही छैन अब कसरी जानु होला कसरी घाँस लानु होला यी गाउँले जीवन यस्तै चाहिँ साथीहरू हेरिहाल्नुहोस् भिजेर के छैन यी बिजोक छ है साथीहरू